हुन्छ। परमेश्वरलाई धन्यवाद भएको होस्। फेरि पनि हामी आज फेरि पनि महत्त्वपूर्ण विषयमा जाँदैछौँ। म स्क्रिन सेयर गरिहाल्नेछु। ओके, तपाईँले यहाँ देख्नु भएको छ। आजको विषय चाहिँ धेरै महत्त्वपूर्ण, हिजो जस्तै अस्ति जस्तै महत्त्वपूर्ण छ। समकालीन चुनौती र निर्णय। अब हेर्नुहोस् है, समकालीन भनेको चाहिँ कन्टेम्पोररी भनेको चाहिँ आज यस संसारमा भइराखेका घटनाहरूको बारेमा। कन्टेम्पोररी च्यालेन्जेस एन्ड डिसिजन। जुन चाहिँ हिजो व्यक्तिगत र सामाजिक नैतिकताको बारेमा सिकेका थियौँ भने आज समकालीन चुनौतीहरू र निर्णयहरू, अर्थात् कन्टेम्पोररी भनेको चाहिँ हिजो आज भइराखेका समस्याहरू, चुनौतीहरू छन्। हाम्रो वरिपरि विभिन्न घटनाहरू घटिराखेका छन्। यी बिचमा पनि तपाईँ र हामीले कस्तो खालको निर्णय गर्ने एज अ चिल्ड्रेन अफ गड, परमेश्वरको छोराछोरीको रूपमा आज यस संसारमा धेरै प्रकारका चुनौतीहरू के गरिराखेका छन्, देखा परिराखेका छन्। यी चुनौतीहरूलाई क्रिस्चियनहरूले बुद्धिपूर्ण, एकदम बुद्धिमानीपूर्ण, सही वा ठिक प्रकारले निर्णय गर्न सक्नुपर्छ। यदि हामीले ठिक र सही प्रकारले निर्णय गरेनौँ भने त्यसको प्रतिफल एकदमै फरक आउन सक्छ। अनि यो भएको कारणले गर्दाखेरि तपाईँ र हामीले बुझ्नुपर्ने कुराहरू एकदमै बुद्धिमानीपूर्वक हरेक निर्णयहरूमा परमेश्वरको सत्यलाई आधार बनाउनु पर्छ। हो, हाम्रो वरिपरि धेरै कुराहरू घुमिरहेका छन्, तर हरेक कुराको निर्णय गर्दाखेरि तपाईँ र मैले परमेश्वरको सत्यतालाई, अर्थात् परमेश्वरको वचनको सत्यतालाई हामीले आधार बनाउनै पर्छ। यदि त्यो कुरा भएन भने के हुन्छ भन्दाखेरि हाम्रै गलत प्रकारले हाम्रो अगुवाई हुन्छ। जस्तै फर इक्जाम्पल, उदाहरणको लागि आज मण्डली क्रिस्टको शरीर हो। मण्डलीको शिर प्रभु हुनुहुन्छ, हामी उहाँका शरीर हौ। अनि हामी मण्डलीको अङ्ग भएको कारणले गर्दा आज यस संसारमा आफ्नो फाइदाको लागि पनि परमेश्वरको वचनलाई बाङ्गो टिङ्गो प्रकारले प्रचार गर्ने धेरै परिपाटीहरू आइराखेको छ। तर तपाईँ र मैले बुझ्नुपर्ने कुरा, विभिन्न प्रकारका चुनौतीहरूलाई खप्दै सहँदै गर्दा जहिले पनि हामीले बुझ्नुपर्ने, परमेश्वरको वचन सत्य छ, तर संसार परिवर्तनशील छ। बुझ्दै हुनुहुन्छ? संसार परिवर्तनशील छ, तर परमेश्वरको वचन सत्य छ। हरेक निर्णयहरूमा परमेश्वरको सत्य अर्थात् उहाँको वचनलाई नै आधार मान्न पर्छ। त्यसैले यो के अरे क्रिस्चियन नैतिकताको बारेमा, क्रिस्चियन इथिक्सको बारेमा हामीले एकाअर्का आपसमा सिक्दै गर्दाखेरि मैले भनिराखेको कुरा, तिनवटा कुराहरू निरन्तर रूपमा मैले फेरि 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 दोहोऱ्याइराखेको छु। परमेश्वरको वचन नै आधार हो। पवित्र आत्मा तपाईँ र मेरो निर्णायककर्ता हुनुहुन्छ, सत्यता हुनुहुन्छ, उहाँ सल्लाहकार हुनुहुन्छ, हाम्रो असल शिक्षक हुनुहुन्छ भने तेस्रो कुरा, तपाईँ र मेरो विवेक, जुन विवेक छ, विवेकले भन्छ म परमेश्वरको सन्तान हुँ। मैले झुट कुरा बोल्न मिल्दैन, मैले गलत व्यवहार गर्न मिल्दैन, मैले आवश्यकता अनुसार परमेश्वरलाई महिमा गर्ने कुराहरूमा कहिले पनि कम्प्रोमाइज या सम्झौता गर्न मिल्दैन। त्यही कारणले बाइबलका तीनवटा महत्त्वपूर्ण वचनको सन्दर्भ याकुब 1:5 स्पष्ट हामी के देख्छौँ भन्दाखेरि, कसैलाई ज्ञान र बुद्धिको कमी छ भने नझर्किकन दिनुहुने पितासँग माग, उहाँले त्यो दिनुहुनेछ। याकुब 1:5 अनुसार ज्ञान र बुद्धि माग्ने कुराहरू। अब यो कुरा बताउँदै गर्दाखेरि मेरो मनमा एउटा महत्त्वपूर्ण उदाहरण आयो। तपाईँलाई थाहा छ, इजरायलको महान राजा दाउद पछि उसका छोरा सोलोमन राजा भए। सोलोमनले परमेश्वर सोलोमनसँग प्रसन्न हुनुभयो र परमेश्वरसँग प्रसन्न खुसी भइसकेपछि परमेश्वर सोलोमनलाई भन्नुभयो, तिमीलाई के चाहिन्छ? सुन्दै हुनुहुन्छ? अनि परमेश्वरले सोलोमनलाई भने अनुसार सोलोमनले परमेश्वरलाई भने, हे परम प्रभु, यति ठुलो प्रजालाई अगुवाई गर्नको लागि मलाई बुद्धि दिनुहोस्। तर परमेश्वरले बुद्धि मात्र होइन, संसारभरिकै धनी व्यक्ति बनाउनु भयो, धन सम्पत्ति पनि परिपूर्ण गर्नुभयो। एकपटकको कुरा हो, अनैतिक काम गर्ने दुईजना स्त्रीहरूले नानी अर्थात् छोरा जन्माएको थियो। तर एकजना स्त्रीको छोरा मर्यो राति, तर अर्को बिहान आउँदाखेरि जुन छोरा हो, जुन छोरा मरेको स्त्रीले अर्को स्त्रीको छोरालाई
मेरो छोरा हो भनेर वाद विवाद गर्न थालिन्। र यो कुरा चाहिँ सोलोमन कहाँ पुग्यो। सोलोमन कहाँ पुगिसकेपछि सोलोमनले यस्तो प्रकारले बुद्धिले निर्णय गरे। अनि सोलोमनले भने तरबार ल्याऊ र यो छोरालाई, यो सानो बच्चालाई दुई टुक्रा गरेर के गर्छु, काट्छु र आधा एउटा आधा अर्कोलाई दिन्छु। तर त्यहाँनिर जसको बच्चा हो उसको आमाले माया लागेर, होइन राजा, होइन प्रभु, यो त्यही स्त्रीलाई दिनुहोस्। अनि सोलोमनले थाहा पाए कि तर अर्को स्त्रीले के भन्दैछ, जसको छोरा होइन, ठिक छ महाराजा, होइन ठिक छ, हामीलाई आधा आधा दिनुहोस्, न उसले पाउँछ न मैले पाउँछु। अनि यो कुरा भइसकेपछि अनि सोलोमनले निर्णय गर्छन्, बुद्धिमानीपूर्वक निर्णय गर्छन्, हो यो छोरा जसले भनेको थियो, होइन उसलाई नै दिनुहोस् भन्दै गर्दा सोलोमनले जसको छोरा हो उसैलाई दिए। त्यसपछि यो प्रकारको बुद्धिको जुन निर्णय जुन हामीले बाइबलमा पाउँछौँ, अनि सोलोमनको बुद्धिको प्रचार सारा संसारभरि भयो। र आज पनि तपाईँ र हामीले के गर्न सक्छौँ, बुद्धिमानीपूर्वक निर्णय गर्न सक्छौँ। आधुनिक संसारमा धेरै समस्याहरू छन्। मानौ तपाईँले कुनै व्यक्तिसँग, अघि एउटा विषयको इस्यु आइराखेको थियो अनि भन्दै पनि हुनुहुन्थ्यो, मानौ तपाईँले कुनै व्यक्तिलाई सम्झाउनु पर्नेछ, कुनै व्यक्तिलाई सिकाउनु पर्नेछ, अनि त्यो व्यक्तिलाई तपाईँ र मैले राम्रो प्रकारले के गर्न सक्छौँ, माफ गर्नु स्क्रिनमा मत्ती मत्ती भएको छ दुईचोटि, तर एउटा मात्रै हो। अनि अब यो कुरालाई विचार गर्दै गर्दा के गर्न सक्छौँ भन्दाखेरि आज तपाईँ र मैले आधुनिक समस्याहरू जिउका छन्। यी समस्याहरूको बिचमा हामीले बुद्धिमानीपूर्वक के निर्णय गर्न सक्छौँ भन्दाखेरि कुनै व्यक्तिसँग तपाईँले बुद्धिमानी प्रकारले निर्णय गर्नु छ भने त्यो व्यक्तिको कुरालाई सुन्ने, सम्भव छ भने घरमा स्वागत गर्ने, भएन भने बाहिर कतै भेट्ने, उसलाई चिया नास्ता राम्रोसँग खुवाउने। त्यो कुरा सुनिसकेपछि साइकोलोजिकली रूपमा त्यो व्यक्तिले तपाईँको कुरा के गर्न सक्छ, ओहो मलाई त उहाँले प्रेम गर्नु हुँदो रहेछ भन्ने कुरा आइसकेपछि त्यो व्यक्तिले मनका भावनाहरू खोल्न सक्छ। आधुनिक यस संसारमा नैतिक समस्याहरू दिन प्रतिदिन के गर्दै भएका छन्, बढ्दै गइराखेका छन्। तपाईँ र मेरो लागि यी विभिन्न प्रकारका समस्याहरू बढ्दै गए तापनि तपाईँ र मसँग गुड न्युज छ, एकदमै असल सन्देश छ। त्यसलाई मापन गर्ने के छ, परमेश्वरको वचन छ। प्रविधि हेर्नुहोस् है, टेक्नोलोजीहरू बढिराखेका छन्, मोबाइलका कुराहरू छन्, बुझ्दै हुनुहुन्छ, मोबाइलका कुराहरू छन्, कम्प्युटरका कुराहरू छन्, सम्बन्ध र जीवनशैली नयाँ चुनौतीहरू ल्याएका छन्। तर यी सबै समस्याहरूको बिचमा कन्टेम्पोररी च्यालेन्जेसहरू, समकालीन समसामयिक समस्याहरू भए तापनि तपाईँ र मैले बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ बाइबलीय दृष्टिकोणबाट नै यी समस्याहरूको समाधान हुनुपर्छ। किनकि हामी परमेश्वरका सन्तान हौ र तपाईँ र मलाई राम्रोसँग थाहा छ, साँचो समाधान परमेश्वरबाट मात्रै आउँछ। मानिसहरूले सरसल्लाह दिन सक्छन्, मानिसहरूले अर्को उपदेश दिन सक्छन्, मानिसहरूले सिकाउन सक्छन्। फर एक्जाम्पल, मैले त परमेश्वरको वचनले नैतिकता सम्बन्धी के कुरा भन्छ भन्ने बारेमा मैले तपाईँहरूलाई फेसिलेटर अर्थात् सहजीकरण गरिराखेको छु। आफूले सिकेको कुरा र आफूले तयार गरेका कुराहरूलाई मैले तपाईँहरूको बिचमा सिकाइराखेको छु। तर यो नै मैले सबै कुराको समस्या समाधान गर्छु भन्ने होइन। तर सबै कुराको समस्या समाधान वास्तविक रूपमा परमेश्वर र उहाँको वचनबाट नै आउँछ। यो कुरालाई हामीले बिर्सनु हुँदैन। अब पहिलो कुरा चाहिँ के छ भन्दाखेरि मैले भर्खर पनि तपाईँहरूलाई बताएँ, आधुनिक समस्याहरू जिउका छन्, गाह्रो छ, कठिन छ, पीडा छ। तर पनि यी समस्याहरूको समाधानको अन्तिम विकल्प भनेको नै परमेश्वरको वचन हो। बाहिरले निर्णय प्रक्रिया, अब कुनै कुराको समस्या आयो, बुझ्दै हुनुहुन्छ, कुनै पनि कुराको समस्या आयो, जस्तै मानव उदाहरणको लागि हिजो आज मैले एउटा कुरा फेस गरिराखेको छु, पटक पटक मैले सम्झाइ पनि राखेको छु, सिकाइ पनि राखेको छु। मानव उदाहरणको लागि एकजना व्यक्तिको परिवार नाम नलिउँ, र त्यो व्यक्तिको परिवारमा केही समस्या छ। उहाँ विवाहित हुनुहुन्छ, उहाँको एउटा 10 वर्षको छोरा छ, एउटा भर्खरै जन्मेको 8 वर्षको छोरा छ। उहाँसँग धन सम्पत्ति नभएको पनि होइन, काठमाडौँको कुनै ठाउँमा केही आना जग्गा पनि छ, तर त्यो जग्गा बाटो नभएको कारणले बिक्री हुने अवस्था छैन। अनि उहाँको समस्या के भइराखेको छ भन्दाखेरि उहाँ स्थिर भएर घरको एउटा मुली भइसकेपछि स्थिर भएर काम गर्न सक्नु भएको छैन। कुनै नेपालको कुनै ठाउँबाट उहाँ काठमाडौँमा आउनु भएको छ
काठमाडौँमा बसिराख्नु भएको छ र उहाँलाई हामीले सल्लाह दिँदाखेरि ल उदाहरणको लागि कुनै संस्थाबाट 1 लाख जति पैसा हामीले निकालिदियौँ कुनै बेला तिर्नको लागि र कुनै मेरो पास्टर साथी त्यसको लागि साथी बस्नु भएको छ। उहाँको सुरुको अवस्था के थियो भन्दाखेरि 50 देखि 70 हजारमा एउटा स्कुटर या मोटरसाइकल किनेर पठाओ या इनड्राइभर या याङ्गुकी गर्ने कुरा थियो। तर पछि के गर्दाखेरि उहाँले कोठाबाट यो ऊ गर्दाखेरि उहाँले त्यो पनि स्कुटर पनि किन्न सक्नु भएन। फेरि कोहीसँग पैसा केही समय सापट माग्नुभयो। अहिले चाहिँ ठिक निर्णय लिन सक्नु भएको छैन। उहाँलाई बिहान बेलुका हात टार्न पनि गाह्रो भइरहेको छ। अनि मैले कसरी सल्लाह दिइराखेको छु भन्दाखेरि तपाईँ स्थिर बन्नुहोस्, कुनै न कुनै काम खोज्नुहोस् र केही समय तपाईँले काम गर्नुहोस्। पैसा जम्मा भएपछि तपाईँले मोटरसाइकल किन्नुहोस् या स्कुटर किन्नुहोस् र त्यो भयो भने तपाईँले आत्मनिर्भर हुनको लागि कसैको हात थाप्नु पर्दैन। किनकि तपाईँको आफ्नै मान मर्यादा र इज्जत छ, तपाईँले त्यो कुरा गर्न सक्नुहुन्छ भनेर मैले त्यो सल्लाह दिइराखेको छु। सल्लाह दिँदा दिँदै पनि सुरुमा त्यही कुरा थियो। मेरो एकजना पास्टर साथी र मैले त्यही सल्लाह दिएका थियौँ र उहाँले चाहिँ स्कुटर वा मोटरसाइकल किन्नको लागि नै पैसा लिनुभएको थियो। तर त्यो अवस्था एकदमै फरक छ, उहाँले त्यो गर्न सक्नु भएन। यदि त्यो गर्न सकेन भने फेरि पनि कतै कहीँ कुनै ठाउँबाट पैसा निकाल्नको लागि अब मानिसहरूले के गर्दैनन्, पत्याउँदैनन्। किनकि फेरि पनि यही गर्छ होला, त्यही कारणले गर्दा तिर्न सक्दैन। अनि मैले यो कुराहरू ल्याउनुको अर्थ चाहिँ भन्नुको अर्थ कतिपय कुराहरू हामीले मानिसलाई सल्लाह दिँदा दिँदै पनि कतिजना मानिसहरू चुक्छन्। त्यही कारणले गर्दा कहिलेकाहीँ मानिसहरूको दिमागमा पनि आउँछ अनि के अरे धेरै कति धेरै सल्लाह दिएको भन्ने कुराहरू पनि आउन सक्छ। तर पीडा र भन्ने मानिसलाई थाहा हुन सक्छ। ठिक वा सही निर्णयका लागि परमेश्वरको इच्छालाई खोज्नुपर्छ। त्यसैले पहिले योहन्ना 5:14ले भन्छ परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छा बमोजिम जे मागे पनि उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्छ। हेर्नुहोस् है, हामीले परमेश्वरको इच्छा अनुसार परमेश्वरलाई महिमा दिने कुरा जे मागेको भन्नुको अर्थ परमेश्वरलाई महिमा नदिने नहुने कुराहरू भन्न खोजेको होइन। त्यही कारणले गर्दाखेरि ठिक वा सही निर्णयका लागि परमेश्वरको इच्छालाई खोज्नुपर्छ। बाइबलको सत्यलाई निर्णयको आधार बनाउनुपर्छ। गो ब्याक टु बेसिस र निरन्तर त्यही कुरा बताइराखेको छु मैले। निर्णयको आधार परमेश्वरको वचन हो। प्रार्थना र पवित्र आत्माको अगुवाईमा अघि बढ्न पर्छ। तपाईँले प्रार्थना गर्दाखेरि अनि कुनै अर्को व्यक्तिसँग प्रभु बोल्नुहुन्छ भने तपाईँसँग पनि त प्रभु बोल्नुहुन्छ नि। केही समय अगाडि केही वर्ष अगाडि एउटा घटना घट्यो। सुन्नुहोस्, बाइबल कलेज पढिराखेको एकजना स्त्री र पुरुषको बिचमा एकजना पुरुषले भन्यो कस्तो खालको हो त्यो, अनौठो कुरा। सुन्दै हुनुहुन्छ, अनौठो कुरा। अनि एकजना पास्टरले त्यो भन्दै हुनुहुन्थ्यो, कति सत्य हो मलाई थाहा छैन। एकजना भाइले एकजना स्त्रीलाई मन पराउनु भयो, तर स्त्रीले त्यो भाइलाई मन पराउने अवस्था छैन। तर त्यो भाइले स्त्रीलाई के भन्यो, प्रभु मसँग बोल्नुभयो, तिमीसँग विवाह गर भन्नुभएको छ भने। कस्तो अनौठो कुरा। तर नभन्दै त्यो कुरा चाहिँ पछि विवाह गर्नुभयो। तर 3 महिना नपुग्दै उनीहरूको विवाह चाहिँ बिग्रियो, डिभोर्समा पुग्नुभयो। त्यसैले कतिवटा अगुवाईका कुराहरूमा हेर्दाखेरि त्यो स्त्रीले जो केटासँग विवाह गर्यो र त्यो स्त्रीले पनि के बुझ्नु पर्थ्यो भन्दाखेरि ओहो उहाँसँग प्रभु बोल्नुभयो त्यही कारणले विवाह गर्नुपर्छ भन्नु भन्दा पनि म पनि प्रार्थना गर्छु, मसँग पनि त प्रभु बोल्नुहुन्छ भनेर त्यो बेलामा हामीले ठिक प्रकारको निर्णय लिनुपर्ने हुन्छ। त्यसैले मसँग प्रभु बोल्नुभयो भन्ने बित्तिकै प्रभु त कहिले पनि पक्षपाती हुनुहुन्न। परमेश्वर दुइटै पक्षसँग बोल्नुहुन्छ। यो कुरालाई पनि तपाईँ र हामीले कतिपय अवस्थाहरूमा एकदमै ख्याल गर्नुपर्छ। यदि यो कुरालाई हामीले ख्याल गरेनौँ भने यसका कतिवटा प्रतिफलहरू के हुन सक्छन्, समस्यामा परिणत हुन सक्छन्। र यति कुरा हुँदै गर्दाखेरि अहिले तपाईँ र हामी अहिले 6:50 भएको छ। अहिले तपाईँ र हामी के गर्न सक्छौँ, अनि कतिजना व्यक्तिहरूले विचार गर्दै गर्दा जुन कुराहरू हामीले हेरेका छौँ यो कुरालाई तपाईँ र हामीले विचार गर्दै गर्दाखेरि हौ ओके हामी क्लासमा अगाडि बढिहाल्छौँ। हामी स्क्रिन सेयरमा गएर
ओके। अब अगाडिको जुन विषय हामीले सिक्यौँ यहाँनिर केही महत्त्वपूर्ण कुराहरू पनि हामीले सिकेका छौँ। यो कुरालाई विचार गर्दै गर्दा अब तपाईँ र मैले आधुनिक समस्याहरू र त्यसको बाइबलीय समाधान र अब हाम्रो लागि एउटा महत्त्वपूर्ण कुरा छ महान आदेश र नैतिक जिम्मेवारी। अब हेर्नुहोस् है, हामी क्रिस्चियन नैतिकताको कुरा आइसकेपछि परमेश्वरले तपाईँ र मलाई दिनुभएको सबैभन्दा ठुलो जिम्मेवारी मत्ती 28को 18देखि 20मा यसुले चेलालाई भन्नुभयो, स्वर्ग र पृथ्वीको समस्त अधिकार मलाई दिएको छ। यसकारण जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा दियो। मैले आज्ञा गरेका कुराहरू पालन गर्न सिकाऊ, किनभने युगको अन्तसम्म म तिमीहरूको साथमा छु। अब हेर्नुहोस्, हामीले अहिले कन्टेम्पोररी इस्युजहरू, कन्टेम्पोररी च्यालेन्जेसहरू अनि समकालीन समस्याहरू यी कुरालाई विचार गर्दै गर्दाखेरि तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ आधुनिक अहिलेको संसारका समस्याहरू, समकालीन कन्टेम्पोररी अहिले भइराखेका जति पनि समस्याहरू छन् त्यसको चाहिँ समाधान बाइबलबाट नै हो, दुई मत छैन। र त्यसमा पनि हामीले याकुब 1को 5 अनुसार कसैलाई ज्ञान र बुद्धिको कमी छ भने नजर्किकन दिनुहुने पितासँग माग, तिनीहरूलाई दिइनेछ भनेर वचनमा लेखेको छ। र त्यसैले कतिपय अवस्थाहरूमा हाम्रो आफ्नै समझ ज्ञान बुद्धि कम हुन सक्छ। त्यही कारणले गर्दा हामीले परमेश्वरसँग त्यो कुराहरू माग्न पर्छ। महान आदेश सबै जातिलाई सुसमाचार सुनाउने ख्रिस्टको आज्ञा हो। अब सुन्नुहोस् है, कहिले काहीँ कस्तो हुन्छ भन्दाखेरि बाइबलमा महान आदेश ग्रेट कमिसन र ग्रेट कमान्डमेन्ट महान आज्ञा दुईटा कुरा छ। तपाईँ र हामी कन्फ्युज हुनुपर्ने अवस्था छैन। कतिपय अवस्थाहरूमा कतिजना अगुवा पास्टरहरूले अनि मत्ती 28को 18देखि 20लाई महान आज्ञा पनि भन्छन्, तर यो आज्ञा होइन, यो आदेश हो। यसलाई अङ्ग्रेजीमा शब्द चलाएको छ ग्रेट कमिसन हो। यो आदेश भन्ने बित्तिकै हामीले गर्नै पर्ने कुरा हो। र मत्ती 22को 37देखि 39मा त्यहाँ आज्ञा गर्नुभएको छ। प्रभु यीशुले पुरानो करारमा भएका 10वटा आज्ञालाई नयाँ करारमा 2वटा आज्ञा, तिमीहरूले परमप्रभु परमेश्वरलाई सारा शक्ति, सारा समझ, सारा बल र सारा हृदयदेखि प्रेम गर, आफूलाई जस्तै आफ्नो छिमेकीलाई प्रेम गर। यो चाहिँ महान आज्ञा हो। त्यही कारणले गर्दाखेरि मत्ती 28को 18देखि 20 र मर्कु 16को 15, मर्कु 16को 15मा सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर, यो आदेश हो। सुसमाचार प्रचार गर्ने कुरा आदेश हो। तर पनि विश्वासीहरूले, मण्डलीका सदस्यहरूले प्रेम, सत्य र सेवाभावका साथ यस संसारमा हामी गवाई दिनुपर्छ। तीद्वारा प्रेम, सत्य र सेवाभावका साथ परमेश्वरको राज्य विस्तार गर्नु प्रत्येक क्रिस्चियनको नैतिक जिम्मेवारी हो। परमेश्वरको राज्य विस्तार गर्नु। त्यसो भए परमेश्वरको राज्य कहिले आउँछ? सुन्नुहुन्छ? त्यसो भए परमेश्वरको राज्य कहिले आउँछ? मत्ती 24को 14ले भन्छ, जब सारा संसारमा राज्यको सुसमाचार गवाईको निम्ति प्रचार गरिनेछ अनि संसारको अन्त हुनेछ। गवाईको निम्ति प्रचार गरिनेछ अनि संसारको अन्त हुनेछ। भनेपछि तपाईँ र मेरो जिम्मेवारी महान जुन ग्रेट कमिसन छ, महान आदेशलाई पालन गर्नु तपाईँ र मेरो कर्तव्य हो। त्यति मात्र होइन, यहाँनिर स्क्रिनमा मैले तयार गरेर ल्याएको कुरा परमेश्वरको राज्य विस्तार गर्नु प्रत्येक क्रिस्चियनको नैतिक जिम्मेवारी हो। यो चाहिँ परमेश्वरले दिनुभएको आदेश हो। आदेश हामीले पालन गर्नै पर्छ। आज्ञा पालन गरे भने पुरानो करारमा भएको अनि हामीले व्यवस्था 28 अध्यायमा आज्ञा पालन गर्नेलाई आशिष दिनुहुन्छ परमेश्वरले, आज्ञा पालन नगर्नेलाई श्राप दिनुहुन्छ भनेको छ। तर हामी अहिले अनुग्रहको समयमा छौँ। परमेश्वरको व्यवस्था, परमेश्वरको प्रेम नै हाम्रो लागि के हो अनि सबैभन्दा अथेन्टिक कुरा हो, आधिकारिक कुरा हो। त्यही कारणले गर्दा प्रियहरू तपाईँ र मैले बुझ्नुपर्ने, तर कसरी यो कुरा बारेमा पनि बाइबलमा स्पष्टै बताइएको छ। प्रभु यीशु आफैले पनि चेलाहरूलाई के भन्नुभयो, जब पवित्र आत्मा आउनुहुनेछ, बुझ्दै हुनुहुन्छ, पवित्र आत्मा आउनुहुनेछ अनि जब हामी शक्ति, जब तिमीहरूमा पवित्र आत्मा आउनुहुनेछ, प्रेरित 1:8 अनुसार पवित्र आत्माले शक्ति दिइसकेपछि यरुसलेममा, यरुसलेम भनेको तपाईँ जहाँ हुनुहुन्छ त्यहाँ वरिपरिको ठाउँ, सिम्पल सरल भाषामा उदाहरणको लागि तपाईँ काठमाडौँ वरिपरि हुनुहुन्छ भने तपाईँको यरुसलेम काठमाडौँ हो। तपाईँको लागि ललितपुरमा हुनुहुन्छ भने तपाईँको
आफू जहाँ बस्नु भएको छ त्यसको वरिपरिको ठाउँ तपाईँको लागि यरुशलेम हो। पहिलो कर्तव्य हाम्रो आफ्नो परिवार, आफ्ना मानिसहरू र आफ्ना छरछिमेकीलाई प्रभुको बारेमा सुसमाचार सुनाउनु हो। त्यसपछि बाइबल धर्मशास्त्रले यरुशलेममा यहुदिया यहुदिया तपाईँ र मेरो लागि साधारणतया धार्दिङ हुनसक्छ, चितवन हुनसक्छ, हेटौडा हुनसक्छ, त्यसपछि सामरिया झापा हुनसक्छ, इन्डिया हुनसक्छ, अनि पृथ्वीको अन्तिम छेउ भनेको चाहिँ अमेरिका, अरू अरू युरोपका देशहरू हुनसक्छ। त्यही कारणले गर्दा यसमा पनि क्लियर 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 निर्देशन के दिएको छ, जब तिमीहरूले पवित्र आत्माको शक्ति पाउनेछौ, तिमीहरू यरुशलेममा, यहुदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म तिमीहरू मेरा गवाई साक्षी हुनेछौ। अब यो गवाई साक्षीको बारेमा म केही कुरा बताइहालौँ। यो गवाई साक्षी भन्ने जुन नेपालीमा जुन शब्द छ, यो ग्रिक भाषामा मार्टुस भन्ने हुन्छ। मार्टुसको अर्थ मार्टियर अङ्ग्रेजीमा भएको मार्टियरलाई नेपालीमा शहीद भन्छ। हामी परमेश्वरको राज्यमा शहीद भइसकेका मानिसहरू हौँ। हाम्रो कुनै पनि नो अथोरिटी विदाउट वर्ड अफ गड, परमेश्वरको वचन बिना हाम्रो केही पनि अधिकार छैन। हामीले प्रभुलाई विश्वास गरिसकेपछि हामी शहीद भएका व्यक्तिहरू हौँ। हाम्रो व्यक्तिगत अधिकार केही पनि छैन। हाम्रो जे जति अधिकार छ परमेश्वरको वचनमा छ प्रियहरू। त्यही कारणले गर्दा उदाहरणको लागि अनि मानव अरू धर्म कर्म गर्ने मानिसहरूले मन्दिरमा बलि चढाउनको लागि राँगा बोका लिने गर्छ, कुखुराहरू पनि लिने गर्छ। कुखुरा या बोका राँगा मरिसकेपछि फेरि जीवित हुन्छ? हुँदैन। तर हामी ख्रिस्टको लागि शहीद भइसकेका मानिसहरू जीवनका विभिन्न चालढङ्गमा अहिले एउटा व्यवहार गर्छौँ भने पछि हाम्रो व्यवहार फेरिन सक्छ। अनि कतिजना प्रभुलाई चिनेर पनि उनीहरूको के भइराखेको हुन्छ, बोली फेरिराखेको हुन्छ। चर्चभित्र एकदमै जय मसीह, एकदमै अँगालो पनि हालिदिइहाल्ने, एकदम राम्रो, चर्चभन्दा बाहिर गए पनि फरक व्यवहार हुन सक्छ। यसको लागि हामीले निरन्तर 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 जसलाई सत्यको ज्ञान छ, जसलाई परमेश्वरको वचनको ज्ञान छ, त्यो आत्मिक रूपमा बलियो भएका मानिसहरूले नै, आत्मिक रूपमा बलिया नभएका मानिसहरूलाई हामीले के गर्नुपर्छ थाहा छ? उनीहरूलाई सम्झाउनुपर्छ, उनीहरूलाई सिकाउनुपर्छ, उनीहरूलाई काउन्सिलिङ गर्नुपर्छ। र यी सबै कुरा केद्वारा गरिएका हुनुपर्छ? प्रेमद्वारा। प्रेमद्वारा हामीले गरियौँ भने, र नयाँ करार इसाईहरूको सबैभन्दा बलियो हतियारी नै प्रेमद्वारा मानिसहरूलाई प्रभुमा डोर्याउनु। त्यसैले परमेश्वरको राज्यको विस्तार गर्नु पनि तपाईँ र मेरो एउटा महत्त्वपूर्ण दायित्व हो। अब हेर्नुहोस्, समकालीन नैतिक समस्याहरू धेरै नै छन्। अहिले म तपाईँहरूको लागि दोस्रो तिमोथी 3को 1देखि 5 म पढिदिनेछु। दोस्रो तिमोथीको पुस्तकबाट म पढिदिनेछु। दोस्रो तिमोथी 3को 1देखि 5मा यहाँ हामी के लेखेको छ, म तपाईँहरू सबैजनाको लागि दोस्रो तिमोथी 3को 1देखि 5। दोस्रो तिमोथी 3को 1देखि 5। ओके, त्यहाँ शीर्षकमा छ आखिरी दिनहरूमा भक्तिहीनता। तर यो बुझिराख कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन्, किनभने मानिसहरू आफूलाई मात्र माया गर्ने, रुपियाँ पैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा बुवाको आज्ञा पालन नगर्ने, बैगुनी र अपवित्र, स्वाभाविक र प्रेम रहितका, खुसी पार्न नसक्ने, अरूको बदखाई गर्ने, दुराचारी, क्रोध, असल कुरालाई घृणा गर्ने, विश्वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख विलासलाई प्रेम गर्ने, भक्तिको भेषलाई लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। यस्ता मानिसहरूबाट अलग्ग बस। हेर्नुहोस्, यी कुराहरू तपाईँ र मेरो वरिपरि छन्। तपाईँलाई भन्यो भने अनौठो लाग्ला। इमान्दारितापूर्वक, यदि म एउटा प्रभुको सेवक हुँ, इमान्दारितापूर्वक भन्नुपर्दा मण्डलीमा पनि कतै कतै यस्ता समस्याहरू चुनौतीको रूपमा विद्यमान छन्। मण्डलीमा पनि आज गुट उपगुटहरू छन्। कसैले कसैलाई, कसैको समूहमा, कोही कसैको समूहमा, कोही कसैको समूहमा यस्ता कुराहरू भइराखेका छन्। त्यसैले पावलले पहिलो कोरिन्थीको पुस्तकमा के भन्छन्? कृष्णै सर्वे सर्वा हुनुहुन्छ। कोही अपोल्लोसको पनि होइन, कोही पावलको पनि होइन, कोही पत्रुसको पनि होइन, तर कृष्णै सबै कुराको सर्वोच्च हुनुहुन्छ। किन मानिसहरू यी कुराहरू गरिराखेका छन्? अ लिटल नलेज इज डेन्जरस थिङ। कम ज्ञानले खतरा उत्पन्न गराउँछ। अनि मानिसहरूमा परमेश्वरको वचनको ज्ञान त छ तर कम छ। अनि मानिसहरूले के सोच्छन्, यो अनुग्रहको समय हो, अनुग्रहको समयमा हामीले गल्ती गर्दाखेरि पनि परमेश्वरले क्षमा दिनुहुन्छ भनेर मानिसले परमेश्वरको वचनलाई
बाङ्गो टिङ्गो प्रकारले प्रयोग गर्छन् र बुझ्छन् र अरूलाई पनि बताउँछन्। तर त्यसो होइन प्रियहरू, तपाईँले बलिराखेको आगोमा हात हाल्नुभयो भने जल्छ कि जल्दैन? त्यो कुरालाई हामीले कहिले पनि बिर्सनु हुँदैन। त्यसैले यस परिवर्तनशील संसारमा परमेश्वरको वचन अपरिवर्तनशील छ। यो कुरालाई पनि हामीले एकदमै ध्यान दिनुपर्छ। अनि दोस्रो कुरा, परमेश्वरको इच्छा अनुसार निर्णय, सही वा ठिक निर्णयका लागि परमेश्वरको बुद्धि र अगुवालाई खोज्नुपर्छ। अनि यो याकूब 1:5ले भन्छ, यदि कसैलाई ज्ञान र बुद्धिको कमी छ भने नझर्किकन दिनुहुने परमेश्वरसँग माग, त्यो तिनीहरूलाई दिनुहुनेछ। अब बुद्धिमानी प्रकारले हामीले प्रयोग गर्न पर्यो। जस्तै उदाहरणको लागि पवित्र आत्माका 9वटा वरदानहरू छन्। पहिलो कोरिन्थी 12:7-11 हामीले हेऱ्यौँ भने त्यहाँ चाहिँ परमेश्वरको आत्माका वरदानहरू पनि छन्। त्यो वरदानहरू मध्ये एउटा बुद्धिको वचन पनि छ। बुझ्दै हुनुहुन्छ? र हामी इसाईहरूले बुझ्नुपर्ने कुरा, एउटा नैतिकताको कुरा आउँदै गर्दा पहिलो कुरा चरित्र निर्माण गर्नको लागि हामीमा गलाती 5:22-23 पवित्र आत्माका फलहरू प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्ता, नम्रता, संयम, यी आत्माका फलहरू 9वटा फलहरू तपाईँ र मेरो चरित्र निर्माणको लागि हामीले निरन्तर 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 परमेश्वरसँग, उहाँको वचन, मानिसहरू, उहाँका असल जनहरू, पवित्र जनहरू, क्रिस्चियन जनहरूको सङ्गत, निरन्तर बाइबल अध्ययन, प्रार्थना, सङ्गति, पवित्र आत्माको अगुवाई र सुसमाचारका कुरालाई निरन्तर जारी गरि नै रहनुपर्छ। त्यसपछि पहिलो कोरिन्थी 12:7-11मा 9वटा आत्माका वरदानहरू छन्। यी आत्माका वरदानहरू म निर्माण गर्नको लागि होइन, तर अरूलाई निर्माण, ख्रिस्टको शरीर निर्माणको लागि हो। प्रियहरू, तपाईँसँग यदि कुनै वरदानहरू छन् भने त्यो वरदान तपाईँ र मेरो फाइदाको लागि होइन, तर तपाईँ र मेरो फाइदाका लागि त आत्माका फलहरू, जो चाहिँ हाम्रो चरित्र निर्माण गर्नको लागि के गर्छ, सहायता गर्छ। मैले यो किन बताउँदैछु भन्दाखेरि बुद्धि पनि पवित्र आत्माका 9वटा फलहरू मध्ये एउटा फल हो। अनि बुद्धिको वचन, कसैसँग यस्तो वरदान हुन्छ कि केही बोल्दैन तर अरू मानिसको लागि विश्वाससाथ प्रार्थना गर्ने वरदान हुन्छ। मैले तपाईँलाई भन्नै पर्दाखेरि नेपाली मण्डलीहरूमा त्यो अन्य भाषा र अगमबाणीको कुराहरू मात्रै बढी जोड दिएको देखिन्छ। अन्य भाषा र अगमबाणी मात्रै 9वटा वरदान होइन। तर यदि तपाईँसँग अन्य भाषा र अगमबाणीको वरदान छ भने एकदमै राम्रो, त्यसमा कुनै खराबी छैन। तर त्यसको साथसाथै बुद्धिको वचन, प्रकाशको वचन, विश्वासका साथ प्रार्थना गर्ने वरदान, होइन, यी थुप्रै अरू 9वटा वरदानहरू तपाईँ र मेरो लागि भन्दा पनि ख्रिस्टको शरीर निर्माण गर्नको लागि, सँगै साथी, ख्रिस्टका सदस्यहरू, मण्डलीका अरू सदस्यहरूलाई सशक्तिकरणमा लानको लागि हो। यो कुरालाई तपाईँ र हामीले बिर्सनु हुँदैन। क्रिस्चियन जिम्मेवारी र साँची, अब अघि पनि यो कुराहरू आयो, मैले अघि पनि बताएँ। प्रत्येक विश्वासीले सत्य र प्रेमका साथ ख्रिस्टको गवाई दिनुपर्छ। मत्ती 28:18-20को कुरा मैले जोड्दै गर्दाखेरि भन्न खोजेको कुरा चाहिँ, प्रभु येशू आफैले चेलाहरूलाई भन्नुभयो, स्वर्ग र पृथ्वीको समस्त अधिकार मलाई दिएको छ, यसकारण जाओ। सुन्दै हुनुहुन्छ? प्रभुको वचनमा यसकारण जाओ, पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिनु र ख्रिस्टको गवाई दिनु। यो मत्ती 28:18-20को जुन ग्रेट कमिसन छ, आदेश छ, यो आदेशसँगै तपाईँ र मेरो गवाई एकदमै शक्तिशाली छ। अनि हामीले के भन्छौँ भन्दाखेरि तपाईँलाई थाहा छ, अनौठो कुरा चाहिँ, पाउल र सिलास एन्टिओखियामा जाँदा त्यहाँ अक्रिस्चियनहरूले पाउल र सिलासमा ख्रिस्टका गुणहरू देखेको कारणले गर्दा संसारलाई उलट पुलट पार्दै यी क्रिस्चियनहरू यहाँ आइपुगे। सुन्दै हुनुहुन्छ? संसारलाई उलट पुलट पार्ने यी क्रिस्चियनहरू यहाँ आइपुगे। पाउल, सिलास र उनीहरूको टिमको बीचमा प्रभु यीशु ख्रिस्टका गुणहरू देखेको कारणले गर्दा अक्रिस्चियनले पाउल र सिलासलाई दिएको यो नाम हो। र हामी क्रिस्चियनहरूले राखेको कुनै नाम होइन क्रिस्चियन भन्ने। बाइबलमा 3 चोटि मात्रै क्रिस्चियन भन्ने शब्द प्रयोग गरिएको छ। एउटा कुरा, एन्टिओखियामा पाउल र सिलास जाँदाखेरि त्यहाँ भन्यो, संसारलाई उलट पुलट पार्ने एक क्रिस्चियनहरू यहाँ आइपुगे। हेर्नुहोस् त कति शक्तिशाली गवाई होला। तपाईँले देख्नुहुन्छ पाउलको जीवन आफैमा शक्तिशाली गवाई छ। तपाईँलाई थाहा छ, प्रेरित 6 अध्यायमा स्तेफनसलाई ढुङ्गाले हानेर मार्दै गर्दाखेरि पाउल पनि त्यहाँ सहभागी थिए र त्यहाँनिर बताइएको छ कि स्तेफनसले ढुङ्गाले हानेर मार्दै गर्दा
पावलले कपडाहरू रोगिराखेका थिए। ती व्यक्तिहरू मध्येको पावलले विश्वासीहरूलाई ख्रिस्टलाई पछ्याउने व्यक्तिहरूलाई पक्रेर सभाघरबाट अनुमति पुर्जी लिएर उनीहरूले के अरे पावलले पक्रेर झ्यालखानामा हाल्ने काम गर्छ। तर परमेश्वरको योजना अनौठो छ। प्रेरित 9 अध्यायमा दमस्कसको बाटोमा आउँदै गर्दा पावल मुर्छा पर्छन् अनि पावलले भन्छन्, तपाईँ को हुनुहुन्छ? म येशू ख्रिस्ट हुँ, प्रभु येशू, तिमीले मलाई किन सताउँछौ? त्यो कुराको कन्भर्सेसन भइसकेपछि हननिया भन्ने व्यक्तिले प्रार्थना गर्छन्। पावल चाहिँ जुन प्रकारले बेहोसी अवस्थाबाट सामान्य अवस्थामा आउँछन् अनि हननिया भन्ने व्यक्तिद्वारा जब प्रार्थना गरिदिन्छ अनि त्यसपछि बप्तिस्मा लिन्छन् अनि प्रभुको राज्यमा निरन्तर अगाडि बढी नै रहन्छ। प्रियहरू, याद गर्नुहोस्, आजको भोलि हाम्रो जीवन परिवर्तन हुँदैन, तर निरन्तर हामी लागि नै रहनुपर्छ। निरन्तर परमेश्वरको वचनको शिक्षामा हामी लागिरहनुपर्छ। अनि पावल जुन साउल थियो नि, साउल पावल बन्न, अब याद गर्नुहोस् कि 9 अध्यायमा पावलको परमेश्वरसँग इन्काउन्टर भयो, दमस्कस एक्सपिरियन्स, दमस्कसमा परमेश्वरको अनुभव गर्यो। र प्रेरित 9 अध्यायदेखि 13 अध्यायको बिचको समय भनेको चाहिँ करिब 14देखि 17 वर्षको ग्याप छ। याद गर्नुहोस्, जब प्रेरित 9 अध्यायमा पावलको जब जुन प्रकारले परिवर्तन गयो, ऊ आफ्नो गाउँ दमस्कसमा बस्यो अनि टाटसमा गयो। दमस्कस हुँदै टाटसमा, विशेष गरी उसको आफ्नो स्थानीय गाउँ टाटसमा बस्दै गर्दाखेरि तपाईँलाई थाहा छ, हामीलाई 13-14 वर्षपछि अनि बर्नाबास गएर टाटसमा भएको पावललाई खोजेर ल्याउँछन्। एन्टिओकियामा भएका अगुवाहरूको बिचमा परिचय गराउँछन् अनि उनीहरू प्रार्थना गर्छन् र पावल र बर्नाबासलाई यरुशलेममा भएका अगुवाहरू, पत्रुस, याकुब र अरू अगुवाहरूले प्रार्थना गरेर एन्टिओकियाको मिसनमा पठाउँछन्। त्यसपछि पावलको जीवनलाई हेर्नुहोस्, प्रेरित 14 अध्यायदेखि हामीले हेऱ्यौँ भने 28 अध्यायमा हेऱ्यौँ भने पावलको जीवनद्वारा परमेश्वरले अचम्मका कामहरू गर्नुभएको छ। त्यही कारणले गर्दा क्रिस्चियन जीवन आजको भोलि परिवर्तन हुने जीवन पनि होइन। इट्स प्रोसेस अफ ट्रान्सफर्मेसन। यो बदलाव हुने प्रक्रियामा अगाडि बढ्ने जीवन हो र त्यसैले हामी जहाँ छौँ हाम्रो गवाईद्वारा प्रभुको राज्य विस्तारको लागि निरन्तर हामी लागि नै रहनुपर्छ। अनि तपाईँ प्रभुको गवाई दिनको लागि, साँची दिनको लागि पास्टर अगुवा नै भएर बाइबल र झोला नै बोकेर हिँड्नुपर्छ भन्ने छैन। तपाईँ जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, जुन ठाउँमा हुनुहुन्छ, तपाईँ र मैले त्यसको असल गवाई दिन सक्छौँ। प्रियहरू, यो कुरालाई हामीले विचार गर्न सक्छौँ। ओके, त्यसमै मुख्य केही सत्यताहरू छन्। परमेश्वरको सत्य सबै प्रस्तुतिहरू भन्दा माथि छ। परमेश्वरको वचनको सत्यता, किनकि परमेश्वर सत्य हुनुहुन्छ। यसो आफैले भन्नुभयो यूहन्ना 14:6, यसो बाटो, सत्य र जीवन हुनुहुन्छ। त्यसैले परमेश्वरको सत्यता सबै प्रस्तुति भन्दा माथि छ। सही वा ठिक निर्णयका लागि परमेश्वरको बुद्धि आवश्यक हुन्छ। हो, मानिसहरूसँग सल्लाह लिन सक्छौँ, तर परमेश्वरको बुद्धि र उहाँको अगुवाई अनुसार तपाईँ र मैले कुनै प्रकारको निर्णय गर्नु पर्यो भने त्यसलाई एकदमै महत्त्वका साथ लिनपर्छ। क्रिस्चियनहरू सत्य र प्रेममा दृढ रहनुपर्छ, अस्थिरताको आत्मा होइन। अनि अघि एकजना म्यामले भन्दै हुनुहुन्थ्यो, अनि त्यो शब्द अलिक अनौठो होइन, एकजनासँग एउटा कुरा गर्ने, अर्कोसँग अर्को कुरा गर्ने व्यक्ति बन्नु हुँदैन। हामी सत्य र प्रेममा दृढ स्थिर भएको व्यक्ति हुनुपर्छ। त्यसैले पावलले पहिलो कोरिन्थी 15:58 भन्छन्, हे मेरा भाइयों, स्थिर र अटल रहो, प्रभुको काममा निरन्तर लागिरहो। हे मेरा भाइयों, स्थिर र अटल रहो, प्रभुको काममा निरन्तर लागिरहो, किनकि प्रभुमा गरेको परिश्रम व्यर्थ हुँदैन। प्रभुमा गरेको परिश्रम कदापि पनि व्यर्थ हुँदैन। यो कुरालाई तपाईँ र मैले ध्यान दिन सक्छौँ। ओके, एउटा दृष्टान्त छ यहाँ। जस्तै अँध्यारो बाटोमा टर्च लाइटको उज्यालोले सही दिशालाई देखाउँछ, त्यसरी नै जीवनका जटिल निर्णयहरूमा परमेश्वरको वचनले हामीलाई सही वा ठिक मार्ग देखाउँछ। संसारमा धेरै भ्रम र चुनौतीहरू भए तापनि बाइबलको सत्यलाई पछ्याउने व्यक्ति नै सही वा ठिक निर्णय गर्ने कुरामा स्थिर रहन्छ। हेर्नुहोस्, जसरी एउटा टर्च लाइटले अँध्यारोको अवस्थामा उज्यालो बाटोतर्फ, अर्थात् उज्यालोले जस्तै टर्च लाइटले जसरी ठिक प्रकारको एउटा के गर्छ, दिशा अर्थात् त्यो ठाउँलाई
लैजाने कोसिस गर्छ, त्यो ठाउँमा डोर्याउने कोसिस गर्न सक्छ। हाम्रो जीवनमा पनि विभिन्न प्रकारका जटिल निर्णयहरू हुन सक्छन्, तर परमेश्वरको वचनले नै ठिक वा असल निर्णय गर्न हामीलाई सिकाउँछ। हो, संसारमा आज धेरै भ्रमहरू छन्, चुनौतीहरू छन्। कतिजनालाई यस्तो पनि लाग्छ, ओहो घुमी फेरि रुम्जाटार, हामी क्रिस्चियन भए पनि, मण्डलीको सेवा गरे पनि आखिर के रहेछ त, सबै कुरा पैसाकै लागि त रहेछ भनेर कतिजनाको मनमा दुष्टले गलत कुरा पनि हालिदिन सक्छ। तर प्रियहरू, म तपाईँलाई बताउँ, प्रभु येशूले भन्नुभयो, धनको सेवा गर्ने कि दुईटा मालिकको सेवा गर्न सक्दैनौ, परमेश्वरको या धनको। बुझ्दै हुनुहुन्छ? हामीलाई पनि रुपियाँ पैसा धन सम्पत्ति चाहिन्छ, तर पहिलो प्राथमिकता तपाईँ र मेरो लागि के हो, यो कुरालाई हामीले विचार गर्नुपर्छ। हामीलाई धन सम्पत्ति, रुपियाँ पैसा, गाडी जग्गा, घर आदि इत्यादि यदि परमेश्वरले तपाईँ र मेरो जीवनमा आवश्यकता ठान्नुभयो भने त्यो पनि के गर्नुहुन्छ, पुरा गर्नुहुन्छ। तर हाम्रो इच्छालाई होइन, परमेश्वरले आवश्यकतालाई पुरा गर्नुहुन्छ। धन सम्पत्ति, रुपियाँ पैसा, गाडी जग्गाउनुमा कुनै पनि खराबी छैन, खराबी होइन। जे जति यस संसारमा परमेश्वरले हामीलाई उपभोग गर्नको लागि दिनुभएको छ ती हाम्रै लागि हुन्, तर गलत निर्णय परमेश्वरको वचन विरुद्ध जाने होइन। यद्यपि म तपाईँलाई एउटा अनौठो कुरा बताउँ, तपाईँ मानव उदाहरणको लागि कुनै व्यक्तिले जग्गाकै कारोबार गर्दैछ, घर जग्गा किनबेचकै कारोबार गर्दैछ, कोही व्यक्तिहरू मालपोतमै काम गर्दैछ, आदि इत्यादि जहाँ काम गरे पनि त्यो ठाउँमा काम गर्दाखेरि चारित्रिक हिसाबले हामी ठिक व्यक्ति बन्नुपर्छ। जस्तै मानौ कुनै व्यक्तिले जग्गाकै काम गर्दैछ भने पनि, मानौ जग्गा अनि नेपालीमा त त्यो शब्द सुन्दा पनि अनौठो लाग्छ। उदाहरणको लागि एजेन्ट। जस्तै एजेन्ट भन्ने व्यक्तिले आफूले मेहनत गरे अनुसार उसले नाफा खान्छ भने त्यसमा कुनै खराबी छैन। तर मैले भन्न खोजेको कुरा, मेहनत अनुसार उसले ज्याला पाउँछ, तर गलतै गर्नुपर्छ, झुट बोल्नै पर्छ, मानिसलाई ठग्नै पर्छ भन्ने होइन। जस्तै कतिजनाको एक ठाउँमा जग्गा देखाउँछ तर अर्कै ठाउँमा त्यो जग्गा हुन्छ। एकजना क्रिस्चियन दिदीलाई त्यस्तै समस्या पार्नुभयो भक्तपुरमा धेरै वर्ष अगाडि। उहाँको 6 आना जग्गा, तर कहाँ परेछ भन्दाखेरि त्यो खोल्साको बिचमा भिरमा पारिदिनु भएछ। त्यो जग्गा दिने व्यक्ति नै को हुनुहुन्थ्यो भन्दा पनि लाज मर्दो कुरा, क्रिस्चियन नै हुनुहुन्थ्यो। मैले भन्न खोजेको कुरा, तपाईँ र हामी आज यस संसारमा यस्तो समस्याले भरिएको संसारमा छौँ नि, तर जहाँ जे काम गरे पनि, तर तपाईँ र हाम्रो चरित्र चाहिँ त्यसको वचन अनुसार नै जिउनुपर्छ। कुनै पनि काम खराब छैन, त्यो काम खराब हुनुको पछाडि गलत मानिसहरूको कारणले हो प्रियहरू। त्यही कारणले गर्दा यो कुरालाई हामीले बुझ्नुपर्छ, विचार गर्नुपर्छ। र हामी इसाईहरूले यो कन्टेम्पोरेरी जब समस्याहरू आउँछन्, यसको लागि मानव उदाहरणको लागि तपाईँ र मैले, फर एक्जाम्पल उदाहरणको लागि, मैले यदि परमेश्वरको राज्यको लागि गरिराखेको छु भने परमेश्वर नै जुटाउनुहुन्छ, दुई मात्रै छैन। यदि मेरो लागि हो भने त तपाईँ र मैले बुझ्नुपर्ने कुरा, मैले मेहनत गर्न पर्यो नि। मैले राम्रो लुगा लगाउन चाहेँ, 2000-3000को पेन्ट सर्टहरू मैले लगाउन मन पर्यो, मलाई चाहियो भने मैले मेहनत गरेर किन्न पर्यो। यो सिद्धान्तलाई हामीले कहिले पनि बिर्सनु हुँदैन। अनि जीवनमा प्रयोग गर्ने कुराहरू, दैनिक जीवनका निर्णयहरूमा परमेश्वरको वचनलाई आधार बनाउनु पर्छ। हाम्रो जग नै परमेश्वरको वचन हो। मैले सुरुदेखि भन्दै आएको कुरा नै त्यही हो। र गलत प्रभाव र प्रलोभनबाट टाढा रही सत्यमा दृढ रहनुपर्छ। कुनै पनि कुरा प्रार्थना र बुद्धिमानी सल्लाहद्वारा सही निर्णय गर्न सकिन्छ। बुझ्दै हुनुहुन्छ? आज मलाई आई डोन्ट नो, मलाई थाहा छैन, र कतिजना क्रिस्चियनहरूले पनि व्यापार व्यवसाय गर्नुहुन्छ। सरकारको नियम अनुसार भ्याटमा कति पर्सेन्ट तिर्ने कुराहरू आदि इत्यादि विभिन्न कुराहरू आउँछन्। र मैले भन्न खोजेको कुरा, जीवनका सबै क्षेत्रहरूद्वारा हामीले परमेश्वरलाई महिमा दिने काम गर्नुपर्छ। झुट भनेको सानो पनि झुटो, ठुलो पनि झुटो। झुटको बारेमा हिजो अस्ति पनि हामीले धेरै चर्चा परिचर्चा गर्यौँ। तर पनि क्रिस्चियन नैतिकतालाई कुनै पनि आधारमा हामीले गुमाउनु हुँदैन। एउटा उदाहरण मात्रै थियो। प्रार्थना र बुद्धिमानी सल्लाहद्वारा सही निर्णय गर्न हामीले अभ्यास गर्नुपर्छ प्रियहरू। यो कुरालाई हामीले कहिलेआदि पनि बिर्स्नु हुँदैन। र यहाँनिर केही महत्त्वपूर्ण छलफलका लागि हामीसँग प्रश्नहरू छन्। यी प्रश्नहरूलाई म तपाईँहरूको बिचमा पढेर सुनाउँछु। आजको संसारमा हामीले सामना गर्ने मुख्य नैतिक चुनौतीहरू के हुन्? ठिक र गलत छुट्याउन, अनि यो कुरालाई तपाईँ र मैले विचार गर्न सक्छौँ, ध्यान दिन सक्छौँ। आज थुप्रै यस्ता चुनौतीहरूको बिचमा तपाईँ र हामी बसिराखेका छौँ। तर पनि मैले अघि पनि भने, तर परमेश्वरको वचनमा जुन हामी अडिग छौँ, यो कुरालाई हामीले कहिले पनि
बिर्सन हुँदैन। यदि यो कुरालाई हामीले बिर्सिन थाल्यौँ भने हाम्रो नैतिकताको धरातलबाट हामी के गर्छौँ, टाढा हुन्छौँ। ठिक र गलत छुट्याउन ख्रिस्टले कुन आधारको प्रयोग गर्नुपर्छ, कठिन निर्णयहरूमा परमेश्वरको अगुवालाई कसरी खोज्न सकिन्छ। अनि यो कुराहरू आउँदै गर्दाखेरि यो कुराहरूको बारेमा अहिले एकछिनपछि छलफल गर्छौँ। तर पनि म तपाईँहरूलाई अलिकति यसको बारेमा केही महत्त्वपूर्ण विचारको बारेमा पनि म बताइहाल्छु। समकालीन चुनौतीहरूको बिचमा परमेश्वरको सत्य र बुद्धिमा आधारित निर्णय नै क्रिस्चियन जीवनको आधार हो। अब हेर्नुहोस्, समकालीन चुनौतीहरूको बिचमा परमेश्वरको सत्य र बुद्धिमा आधारित निर्णय नै के हो, क्रिस्चियन जीवनको आधार हो। समकालीन अर्थात् हाम्रो बिचमा वरिपरि थुप्रै चुनौतीहरू छन्, गाह्रो छ, कठिन छ परिस्थितिहरू। हामीले कतिपय अवस्थामा मानिसलाई जति नै सम्झाए पनि सम्झिन गाह्रो छ। तर पनि परमेश्वरको सत्यता र बुद्धिमा आधारित निर्णय नै सबैभन्दा प्रभावकारी हो। आजका चुनौतीहरूको बिचमा परमेश्वरको सत्यमा स्थिर रहनु आवश्यक छ। हुनसक्छ चुनौतीहरू धेरै छन्, तर पनि तपाईँ र म सत्यमा स्थिर रहनु अत्यन्त आवश्यक छ। बुद्धिमानी निर्णयले क्रिस्चियन जीवनलाई सही वा ठिक दिशामा डोर्याउँछ र बुद्धिमानी निर्णयको लागि बुद्धिमानी परमेश्वरसँग नै हामीले प्रार्थना गर्नुपर्छ। अब यो कुरालाई विचार गर्दै गर्दाखेरि तपाईँ र हामीले अब याद गरौँ कि परमेश्वर यी सबै